ऐसेलु खानुहुन्छ भने यता आउनु होला है त म यता ऐसेलु खान लाग्छु अहिले हेलो नमस्ते के छ खबर सन्चै हुनुहुन्छ इट्स मी विनय साउन्ड फ्रम बीएमएस ब्लगर आज धेरै लामो समयपछि म एउटा नयाँ ब्लग लिएर आएको छु मेरो हातमा के छ यो यु क्यान गेस आई नो इट म खान लाग्छु हो म सक भयो कि यो खाना पाउँदाखेरि के हो भन्दाखेरि ऐसेलु के यता मैले देखाउँछु तपाईँहरूलाई त्यहाँ छ फल्या छ अलिअलि टिप्न गाह्रो छ बट यो पुरै रुख क्यामेरा क्वालिटी एकदम लो भएपछि जस्तै आउँछ है त तपाईँ यो ऐसेलुको बोट पुरा काफलमा त खाना पाएको छैन ऐसेलु त खाना पाइयो अब हिजो अस्ति अलि इक्जामको प्रेसर थियो कलेजमा इक्जाम भइरहेको थियो एक हप्ता इक्जाममै गयो भनौँ अनि त्यसपछि यता जान पाइएन कतै पनि आज अलि बाहिरतिर आएको हुनाले एउटा नयाँ भिडियो बनाऊँ नयाँ ब्लगमा जाउँ भनेको चाहिँ यसो घुम्दै घुम्दै आएको यहाँ ऐसेलु खान पाइयो खुसी लाग्यो यता म ऐसेलुको झाङमा छु मेरो पछाडिपट्टि ऐसेलु छ त्यसमै मुटु बाइक साह्रै हावा लागिरहेछ काठमाडौँमा बस्नुको मजा अलग्गै भइरहेछ राम्रो छ ठाउँ मान्छेले भन्छ नि ए काठमाडौँमा बस्न गाह्रो छ कसरी बस्ने के छ महँगी छ यताउता अनि रुमहरू पाइँदैन गाह्रो छ भन्छ नि बट म चाहिँ के सजेस्ट गर्छु भने काठमाडौँ भनेको सबभन्दा बेस्ट अप्सन हो कि बस्नुको लागि चाहिँ सबभन्दा सजिलो काठमाडौँमा छ रियल्ली एउटा अलि फरवर्ड मान्छे भयो भने सबभन्दा सजिलो चाहिँ बस्नु काठमाडौँ अब ठाउँ भन्ने ठाउँ हुँदो रहेछ 2 महिना 3 महिना भयो सहरमा छिरेको धेरै कुराहरू सिकियो धेरै एक्सपिरियन्स भयो नयाँ नयाँ कुराहरूको अब पानी पर्ला जस्तो छ म घर जान्छु एकछिनमा अब आजको यो भिडियोको मकसद के हो भने तपाईँहरूले म चाहिँ ऐसेलु खाँदैछु भनेर अलि दिनु पऱ्यो नि त है त भन्दै अब हामी नयाँ भिडियोमा भेट्नेछौँ अब छिट्टै म एउटा नयाँ भिडियो लिएर आउँछु राम्रो भिडियो लिएर आउनेछु भन्दै सबैलाई फेरि टाटा बाई गर्न चाहन्छु इन द नेक्स्ट भिडियो बाई बाई हेभ अ नाइस डे